ओम नमः शिवाय। यहीँनिर हो अघि आवाज आएको 3 चोटि हुँ गर्दै रोको। यहीँबाट किचकिनेहरू पनि त्यहीँबाट उकालो लाग्छ अरे है। हेरौँ कसम कति वर्षसम्म बसौँ यार यहाँनिर। डर लाग्यो क्या मलाई त औडा आज त। 2-3 जना भयो त मलाई एउटा पनि डर लाग्दैन है। 2 जनासम्म भयो भने डर लाग्दैन क्या। एक्लै हिँडेपछि यस्तै हुन्छ जहिले पनि। डर त हल्का फिल हुन्छ है। एक्लै हिँडेपछि त हल्का केही न केहीको डर चाहिँ हुन्छ। डर लाग्दैन भन्दैन है मैले चाहिँ, डर लाग्छ एक्लै हिँड्दाखेरि। तर साथमा 1-2 जना छ भने चाहिँ डर लाग्दैन है फेरि। जस्तो सुकै ठाउँमा पनि गइदिन्छु। तर एक्लैलाई चाहिँ अलिकति डरै हुन्छ। एक्लै हिँड्दा थाहा हुन्छ रातिमा होइन। त्यही हो गाइजहरू। 12 बजे राति 1 बजे राति घर त जाने हो नि। अब जाने हो 1 घन्टा हुन्ला हन्टिङ गर्न लाग्यो पनि हल्का बिस्तारै हामी चाहिँ अगाडि बढ्ने हो कि पछाडि घट्ने हो हामी चाहिँ है। हेरौँ है त। यहाँनिर हो क्या यहीँ अकालमा मान्छे सकेको। यहीँनिर मान्छे रुने रहेछ क्या रातिमा। 3 चोटि रुने रहेछ भूतहरू चाहिँ ठ्याक्कै। 3 चोटि रोएपछि हराउने रहेछ साउन्ड पनि। हुँ गर्छ एकचोटि यस्तै रुने रहेछ क्या। हुँ गर्ने रहेछ। लम्मै साउन्ड हराइदिन्छ यार लास्टमा त। 3 चोटि ठ्याक्कै मैले गनेकै हो। 3 चोटि रोको। यहीँ दोखो त्यो दोखोको मान कसम। त्यो अकालमा सकेको मान्छेहरू यस्तै गर्छ अरे क्या। अकालमा सकेको मान्छेहरूले धेरै देराउँछ। यी लाइटर पनि ल्याएको छैन है मैले त आज त। यी बर्बाद छ यार जिन्दगानी त। लाइटर ल्याउने बिर्सेछ यार। सेट लाइटरै ल्याएको रहेनछ यार। कस्तो मिस्टेक भएछ। ठुलो मिस्टेक हुन्छ कि रातिमा चाहिँ लाइटर चाहिँ हल्का बोकेर हिँड्नुपर्छ है। जे पनि हुनसक्छ कि। लाइटरै ल्याएको रहेनछ यार। कस्तो ल्याङ भयो त यार। जय हनुमान ज्ञान गुण सागर जय कपिलेश जय उजार किचकिनी भूत आत्मा पिचासहरू छस् भने तिम्रो यहीँबाट आउँछ अरे है। कसम भनेको छ भने चाहिँ एकचोटि साउन्ड देखाइदे हामीलाई। बुझाइदे कस्तो गर्छस् तिमीहरूले भनेर हरकत देखाइदे एकचोटि। जय हनुमान ज्ञान गुण सागर जय कपिलेश जय उजार ओम नमः शिवाय। आइज एकचोटि रोइदे नत्र भने अघि जस्तरी। हत्तेरिका खुट्टा पनि झिनिन नगर्न लाग्दा। जय हनुमान ज्ञान गुण सागर जय कपिलेश जय उजार ओम नमः शिवाय। दायाँ बायाँ हेर्नुपर्छ है। दायाँ बायाँ हेर्नुपर्छ है। तलमाथि जताबाट आउन सक्छ भूतहरू पछाडि पनि आउन सक्छ है। त्यही भएर घुमेर हेर्नुपर्छ जताततै।